साथीहरु वेलकम ब्याक टु माई भिडियो हैन हामी चाहिँ आज मुकबाङ गर्नु आँटेको छु नि त मुकबाङ भिडियो बनाउन आँटेको छु नि त कि र अहिले चाहिँ म दोकान जाँदैछु हो करेन्ट ल्याउनु करेन्ट र अन्डाको हामी चाहिँ मुकबाङ गर्नु आँटेको छ हो म चाहिँ दोकान जाँदैछु अहिले देखाउँछु तपाईलाई ल साथीहरु हेलो है साथीहरु यहाँ चाहिँ अब यहाँ के भन्छ करेन्ट उमाल्नु आँटेको छ यता दिदीले भाउजूले यता चाहिँ अन्डा बोइल गर्नु आँटेको छ यता म भान्जीले मैले यहाँनिर छोएर पकाइदिन्दैछु गाइसहरुको लागि हो यतिको चाहिँ सपोर्टिभ चाहिँ साथी चाहिँ चाहिनु पर्ने हो मेरो साथीको उइसलाई चाहिँ के भन्छ युट्युबलाई चाहिँ सब्स्क्राइब गरिदिनु होला तपाईहरुले लाइक कमेन्ट शेयर गरिदिनु यो भिडियो चाहिँ म फेसबुकमा पनि हाल्दिछु प्लिज लाइक एन्ड सपोर्ट गरिदिनुस् होला साथीहरु माइल नाना ल्याइदिनु हुन्छ अरे ओराला उतछ नि त चाहिँ 4 प्याकेट हामीले उमालेको हो यहाँ चाहिँ उम्लिँदैछ अन्डा खै देखाइदिनु हाल्नुस् त यहाँ चाहिँ अन्डा बोइल हुँदैछ 2584 जाँदाखेरि इलेक्सन जाँदा उब्रेको थियो हैन मसलाहरु पनि हेर्न सकिहाल्नुहुन्छ तपाईहरुले मसला हाम्रोमा काटा छैन गरिब यो चाहिँ फ्रिजको कोक हो यो ब्याकग्राउन्ड चाहिँ प्लिज इग्नोर गरिदिनुस् होला तपाईहरुले हो साथीहरु हेर्न सक्नुहुन्छ हाम्रो चाहिँ रेडी भइसकेको छ अब यसमा हाल्नु मात्रै बाँकी छ मसला यो चाहिँ कोक अन्डा चाहिँ बोइल हुँदैछ हो यो चाहिँ खाँदा गरौँ होला अन्डा चाहिँ लास्ट हुनु भरे हुन्छ त त्यसो गर्दा पनि अन्डा पाक्यो लाउने हो आई डोन्ट नो त्यो खाने मान्छेलाई नै याद होला कति बडा पाक्दैछ भनेर म नखाने मान्छेलाई खाए इङ्ग्लिस चाहिँ नबोलौँ है म त बुझ्दिनँ है फेरि के भने वाउ भनेपछि म त बनाउँदिनँ को अन्डा पाक्यो नि फुटेछ नि यो त 2 फ्याक्ला भएछ हेर्नुस् न 2 पिस भएछ एउटाको त ए इङ्ग्लिस बोलेको अरे 2 पिस भएछ तर साथीहरु जे भन्नुस् कि हामी बस्तीको होला त इङ्ग्लिस बोल्दा ट्याप्पै सक्दैन पो रहेछ लगे त तँलाई बहिनी एकछिन हेर्देऊ ल आइहाल्छु तल म हामी बस्तीको होला त सक्दैन इङ्ग्लिस राम्रै बोल्नलाई त झन् ट्याप्पै सक्दैन राम्रै बोल्दा पनि सक्दैन हामी बोल्नु पनि त जान्दैन फेरि अन्त किन त्यसमा किन दुःख मान्न हामी नेपाली भाषा बोल्छौँ गर्व गर्नुपर्छ ए यता त खतरा छ नि फेरि गाइस उयो हो अन्त इसे मलाई चाहिँ के हुन्छ भने चाहिँ मलाई जति तातो थियो म त्यति छिटो खाइदिन्छु पढेको भए चाहिँ म सायद आर्मी हुन्थ्यो आर्मी हुन्थ्यो होला हौ एकजना अन्डा दिनु सक्दैन नि गफ लडाउँदा नि ठिक्कै भइरहेछ देखेन पाए छैन म त उसिनी नै प्लेट पकाएको के लाउँदैन यो के साह्रो ढिलो अन्डा आधी सरे त हङ्स त खाइसक्यो होला हामीले प्रथमै यहाँको त आज नै यिनीहरूको सातो चाहिँ भइसक्यो अब ज्यान मात्रै जानु बाँकी छ भुँडीमा नि साथीहरु यहाँ हेर्नुस् त सुरु नभई चाहिँ नि कोको कोला घोप्टेर ढुट्टो भइसक्यो ल अलिक ब्राइटनेस बढाउ न इसेको केला त अनुहार सन्नार पनि टेस्ट गर्नु खोज्दैछ त्यहाँदेखि चाहिँ अन्डा छ अन्डा चाहिँ उसले चाहिँ खाँदैन हो उसले पिरो पनि कम्ती खान्छ किनकि उसले भर्खर अहिले स्टोन अपरेसन गरेछ हामी चाहिँ पिरो चाहिँ पुरा खान्छौँ स्पाइसी है गाइस यसमा चाहिँ तपाईँहरूले चाहिँ हाम्रो भिडियोलाई चाहिँ इन्जोय गरिदिनु होला स्टार्ट मैले अहिलेदेखि पक्रेको होइन मसला यहाँनिर तर उयो भइसकेछ नि पुरा कफी चिसो भइसक्यो ए छुरी छैन उयो पनि खोल्दिन त मैले त मुखले च्याथाएर खोलिसकेँ यहाँ लगाउ न यो पनि अब यो खालको पिरो खायो भने चाहिँ सेतो देख्छ होला फिटिने त अलिकति दक्क सक्नु गरिदिनु अनि ठिक छ पुरा चिसो भएछ है ठिकै छ नि अब यो मसला दिनु मलाई यो लगाइदिनु बिसले कोही बेला लगाइदिन्छ यो पिरो ला यार माइ फाइ यसमा मलाई सोच्नु के रट टिका एकदम क्यामेरा गर्दा सबै कफी सबै ओके ताकमै होला यसो कहाँ हुँदैन होला इन्डिया खाना के भनेर गरेको नि मगाना काट्न कहाँ सेतो तर्की यसो रातो हुन्छ म इसक्यो म चाहिँ खोइ एकछिन है छाइस यो पनि लोरै भएको छ होला सायद मलाई सम्झिदिनु त मेरो तलको पर्दैन भनेपछि किनभने पिरो खाँदैन यो पिरो भाइ चाहिँ खाँदैन है अहिले कफी छ नि यो कफी चाहिँ यहाँ हालेर तातो हुन्छ मजाले फिटिँदैन कहिले त भन्दैन होइन हामीले त्यसो
हुन्छ